किरण भुर्तेल यस हैन मैले त सानैबाट चिनिरहेको छु किरण भुर्तेल कस्तो व्यक्ति हो भन्ने हैन तर अब अहिलेको न्यू जेनेरेसनले किरण भुर्तेललाई कसरी चिन्छ कसरी चिन्न सक्छ यस्तो छ अब यस आफ्नो बारेमा आफैले धेरै कुराहरू गर्ने कुरा त भएन तर एउटा प्रयत्न गर्दैछु एउटा सङ्घर्ष गर्दैछु र खास गरी पोजिटिभिटी फैलाउनको लागि त्यसको लागि काम गर्ने एउटा निरन्तर चाहिँ सङ्घर्ष गर्ने एउटा यात्रीको रूपमा बुझ्न चाहन्छु हो आजभोलि के गर्दै हुनुहुन्छ खासमा अहिले चाहिँ खासमा हामीले चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ होलिडे स्कुलको मार्फतबाट विभिन्न खालका व्यक्तित्व विकासका सिपहरू सिकाउँदैछौँ र विभिन्न गाउँ समुदायमा विभिन्न वडा नगरहरूसँग सँगसँगै विभिन्न संस्थाहरूसँग समन्वय गरेर उहाँहरू कसरी बोल्ने कला वाक कलाको विकास गर्न सकिन्छ लगायतका व्यक्तित्व विकासका विभिन्न आयामहरू छन् ती आयामहरूको बारेमा चाहिँ हामीले विभिन्न क्याम्पेनहरू ट्रेनिङहरू चाहिँ सञ्चालन गरिरहेछौँ अब तपाईँलाई मैले हुन त तपाईँहरूको मेरो परिचय त अब सानैबाट छ हामी चाहिँ दाइ साथी दाइ साथी साथीभाइ जस्तै भइसक्यो एकदम हैन अब तपाईँलाई मैले अब कसरी चिन्ने मोटिभेसनल स्पिकर भनेर चिन्दा हुन्छ अहिलेलाई चाहिँ अब मोटिभेसनल स्पिकर र अनि ट्रेनर अब चाहिँ कस्तो भन्दाखेरि सहजकर्ता यो दुईटा कुरा चाहिँ अलिकति बढी अलिक फोकस भएको भएर कतिपय हामीले विद्यार्थीहरू टिचरहरूलाई मोटिभेसन गरेका छौँ सँगसँगै अर्को चाहिँ खास अहिले चाहिँ सिप विकास अन्तर्गत बोल्ने कलाकै विकास गराएको एउटा सहजकर्ता एउटा मोटिभेटर खासमा मैले तपाईँलाई जान्दाखेरि त यो बाटो यो वे त थिएन नि कसरी 81 यसमा आउनु के छ यसमा तपाईलाई रहेछ यसमा कस्तो रहेछ भन्दाखेरि जीवनमा कतिपय कुराहरू चाहिँ अनएक्सपेक्टेड हुँदा रहेछन् र मान्छेले सानो हुर्किँदै गर्दा आफूले सानो विद्यालयमा पढ्दै गर्दा जे सोचिन्छ एउटा प्लान हुन्छ नि त्यो चाहिँ विभिन्न समय परिस्थिति अवस्थाले चेन्ज गराउँदो रहेछ र हिँड्दै जाँदाखेरि कतिखेर के डिसिजन लिनुपर्छ थाहा हुँदो रहेछ मलाई पनि एउटा साइन्स ब्याकग्राउन्डको मान्छे साइन्स पढाएको मान्छे आज आएर एउटा सहजकर्ता ट्रेनर हुँदा धेरैले प्रश्न गर्नुहुन्छ क्या र त्यो मलाई पनि थाहा थिएन पहिला तर बिस्तारै जाँदा मलाई के थाहा भयो भने म भित्र भएको क्षमता बोल्ने कलाको क्षमता हो त्यसलाई लिङ्ग्विस्टिक अथवा भर्बल इन्टेलिजेन्स भन्छ त्यो कुरा जुन दिन मैले थाहा पाएँ नि त्यसपछि म त ट्रेनर बन्नुपर्छ भने बल्ल सुरु भयो है एकदम त्यही त यो सुरुवात त तपाईँको त एकदम गजबको रहेछ योभन्दा पहिला तपाईँ त टिचर पनि हुनुहुन्थ्यो फेरि एकदम अब 4-5 वटा विद्यालयमा मैले पढाएँ सरकारी बोर्डिङमा पढाएँ होस्टेल वार्डनको रूपमा पनि काम गरेँ तर त्यहाँनिर चाहिँ मैले एउटा फिल गरेको कुरा चाहिँ के थियो भने अलिक मजा नआउने किनभने के रहेछ भने मेरो क्षमता र मेरो प्रोफेसन मेरो काम जब म्याच भएन नि अनि त्यो काममा त आनन्द नआउने खालि तनावको लाग्ने स्कुल जान छ पढाउन छ अथवा यो काम गर्न छ खालि प्रेसरको रूपमा मात्रै अगाडि बढ्यो होइन तर पछि जब मैले थाहा पाएँ मलाई चाहिँ सबैभन्दा म्याच गर्ने अथवा मेरो क्षमता चाहिँ म्याच गर्ने प्रोफेसन चाहिँ ट्रेनर हो भनेपछि जब म लागेँ नि अहिले आनन्द छ जस्तो कि अब यो तपाईँले सुरुमा काम गर्दै गर्दाखेरि जस्तो सुरुमा केही कठिनाइहरू सामना गर्नु परेको थियो कठिनाइहरू त एकदमै धेरै छन् होइन कस्तो हुन्छ नि जब मान्छे सुरु गर्छ नि त्यो बेलामा धेरै प्रश्नहरू हुन्छन् यो मान्छेले गर्न सक्छ कि सक्दैन अथवा योसँग यो नलेज छ कि छैन अथवा यसले बिचमा बिगार्छ कि त्यो खालको क्वेसनहरू डाउटहरू हुन्छन् होइन धेरै प्रश्नहरूको सामना गर्नु पर्यो तथापि कस्तो हुन्छ भने काम गर्दै जाँदा प्रुभ गर्दै जाने हो बिस्तारै विश्वास जित्दै जाने हो नि त गाह्रो त छ चुनौतीहरू जस्तो कि अब सुरुवात जसलाई पनि गर्दाखेरि जस्तो कि एज अ मैले पनि गर्दाखेरि जस्तो कि मलाई पनि अब अलि धेरै बोल्न आउँदैन होइन जस्तो कोसिस एकदम मन हुन्छ होइन तर गर्नलाई अलिक डर लाग्ने के बोल्ने शब्दै नआउने जस्तो हामी जस्तो एज अ म जस्तै जो कोही छ इच्छुक हुने त्यस्तोलाई चाहिँ कसरी कमर्सहरु खास गरी बिगिनर्सहरुको लागि जसले सुरुमा त सिक्दैछन् डर छ लाज छ अप्ठ्यारोपना छ उहाँहरु चाहिँ सिक्ने 3टा मेथड छ क्या जस्तो 3 अ को सिद्धान्त 3 ई प्रिन्सिपल भन्छ हैन अध्ययन अनुभव र अभ्यास हैन एउटा कुरा त अध्ययन गर्न पर्यो अध्ययनले के हुन्छ कन्फिडेन्स बढाउँछ यो अनुभवले नै जस्तो म बोलिरहेको हुन्छु अथवा हामीले टिभीमा देख्छौं विभिन्न खालका कार्यक्रम हुन्छन् त्यहाँ कसरी उनीहरु बोलिरहेका छ त्यसलाई अनुभव गर्ने प्रयास गर्ने त्यो छ र मोस्ट इम्पोर्टेन्टली के हो भन्दाखेरि अभ्यास निरन्तर अभ्यास गर्ने जस्तो पहिलो चोटी गर्दा जसको पनि बिग्रिन्छ हैन एज अ बिगिनर म बोल्दै गर्दा हिजो स्कुलहरुमा कार्यक्रम बोल्दै गर्दा मेरो बिग्रिन्थ्यो डराउँथे अनि बिस्तारै अहिले कन्फिडेन्स बढ्दै गयो नि त त्यही भएर निरन्तरको अभ्यासले के गरन्छ निखार्दै लान्छ खारिँदै लिएर जान्छ राम्रो हुँदै जान्छ त्यो डराउनु भयो भने हिम्मत चाहिँ गर्न पर्यो हैन म डराउनु म प्रयास गर्छु भनेर चाहिँ गर्यो भने के सिकिन्छ कि सकिन्छ कोसिस चाहिँ गरिराख्नु पर्यो निरन्तर कोसिसले नै बनाउने हो प्रयास नै हो र निरन्तर अभ्यास अझ हामीले शब्द नै चाहिँ सिलेक्ट गरे स्पेसिफिक भने अभ्यास मैले पनि त्यो आफै पनि घरमा यो प्र्याक्टिकल गर्दाखेरि त्यो रातिको समयमा कोठामा यो ऐनाको अगाडि बसेर कोसिस गर्दै के कति राम्रो यो पनि एउटा राम्रै एकदम सिक्नेहरु सुरुमा सिक्नेहरुलाई जस्तो अहिले मैले त
प्रिन्सिपल वाइज भने होइन, तर विधि के हो त भन्दाखेरि जस्तो एउटा ऐना अभ्यास हो। हामीले त्यो हरेक तालिममा भनिरहेका नि हुन्छौँ, ऐनामा गएर गरेपछि कस्तो हुन्छ, रिफ्लेक्सन ऐनाले देखाइरहेको हुन्छ, आफ्नो आँखा कस्तो भयो, हात चलेको चलेन र आफ्नो चयन कस्तो छ, त्यो जस्ता तस्तै देखाउँछ नि त। र अरू मान्छे नि हुन्न, त्यसले डराउनु चाहिँ कम गर्छ। र अर्को एउटा आइडिया के छ भन्दाखेरि साना साना समूहहरू, हाम्रो क्लबहरू हुन्छ, आमा समूहहरू हुन्छ गाउँठाउँमा, त्यहाँ पनि हामीले कस्तो उठेर बोल्ने अभ्यास यस्तो गर्दै गयो भने त्यसले पनि एउटा कन्फिडेन्स बिल्डअप गर्छ। अनि अर्को चाहिँ एउटा हिटलर अहिलेसम्मको चाहिँ महान वक्ताहरूमध्ये पर्छन् हिटलर पनि। त्यो हिटलरले चाहिँ सुरुमा बोल्न सिक्दै गर्दाखेरि चाहिँ जङ्गलमा गएर पुरै जङ्गलका चाहिँ जुन रुख बिरुवाहरू छन् उनीहरूलाई चाहिँ मान्छे सम्झेर बोल्थे अरे होइन। जस्तो अब हिटलरको मैले कुरा गरेँ नि होइन, त्यस्तै तरिकाले सुरुमा सिक्दाखेरि चाहिँ आफूभन्दा अलिक कमजोर भएर फेरि साना साना बाबु नानीहरू पनि जम्मा गरेर बोल्न सिक्यो भने उनीहरूले त हामीलाई भन्न सक्दैनन्, गाली गर्न सक्दैनन् नि, त्यसले पनि कहिले काहीँ कन्फिडेन्स बढाउँछ। यी खालका टिप्सहरू चाहिँ छन् बोल्न सिक्दाखेरि। यसले एउटा व्यक्तिको पर्सनल लाइफमा कतिको इम्प्याक्ट पारिरहेको छ कि? व्यक्तिको पर्सनल लाइफमा कस्तो छ भन्दाखेरि हामीले मेन बुझ्न पर्ने कुरा के छ भने मान्छे होइन आज यो संसारको राजा जस्तो भएको छ। समग्रमा यो संसारको स्रोत सम्पदा सबै चिजलाई मान्छेले चलाएको छ नि त। यसको कारण छ, यसको कारणमध्ये धेरै कारण छन्, तर मुख्य कारण के छ भने मान्छेसँग एउटा इफेक्टिभ ब्रेन छ होइन, दिमाग छ। र त्योभन्दा बढी महत्त्वपूर्ण कुरा के छ भने प्रभावकारी सञ्चार कला छ। जस्तो मैले हिटलरको कुरा गर्दै थिएँ, जस्तो हिटलरको कुरामा पनि जस्तो संसारको एकदम महान वक्ताको रूपमा अझै पनि चिनिन्छन् अनि उनको भाषणले नै प्रभाव पारेर उनले त्यत्रो चाहिँ सफलता हासिल गरे होइन। त्यो कुरामा चाहिँ हिटलरको कुरामा के आयो भन्दाखेरि उनले सिक्दाखेरि चाहिँ त्यही जङ्गलमा गएर बोल्दै सिकेका, पत्रिकाहरू पढेर सिकेका भन्ने आयो। पछि भाषणले नै त्यत्रो प्रभाव पारे, त्यत्रो चाहिँ यहुदीहरूलाई चाहिँ परास्त गर्न सफल भयो नि त। त्यहाँ उनले भनेका छन्, हिटलरले एकचोटि के भनेका छन् भने संसारमा जे जति ठुला परिवर्तनहरू भएका छन् लेखेर भन्दा बोलेरै भएका छन्, त्यसैले बोलेपछि सुरु हुन्छ। त्यही भएर व्यक्तिगत जीवनको कुरामा हेर्ने भने तपाईँ जीवनको जुनसुकै क्षेत्रमा काम गर्नुहोस् होइन, भोलि व्यवसाय सुरु गर्नुहोस्, जागिर खान जानुहोस् अथवा यस्तै प्रोफेसनहरू सिलेक्ट गर्नु, त्यहाँ बोल्ने कलाको त अत्यन्तै ठुलो महत्त्व छ। जो बोल्छ त्यसले नै प्रगति गर्छ भन्छ नि त, संसार बोल्नेहरूको मुठीमा छ, बोल्नेहरूको मुठीमा छ होइन। एकदम त्यही त ओके। अनि जस्तो कि यो मैले पनि देखेको, यो म पनि पहिला यो 2-3वटा यस्तो मोटिभेसनल स्पिकरको कार्यक्रममा गएको थिएँ कि, तर त्यहाँ मैले के देखेँ भन्दा त्यहाँ मोटिभेसनल कम बढी मैले भाषण देखेँ कि होइन, अलिक त्यो महसुस चाहिँ मैले गरेँ। एकदम राइट, एकदमै यो मैले देखेको। जस्तो हाम्रो तालिमहरू, जस्तो तालिमकै प्रोग्रामहरूको कुरामा के समस्या छ भने दे अलवेज फोकस अन कन्टेन्ट होइन, के हो त कन्टेन्ट, के बोल्ने हो भन्ने कुरामा अगाडि गएर के बोल्ने हो भन्ने कुरामा छ। के लाग्दो रहेछ भन्दा बोले हुँदो रहेछ सर र बोल्यो, अलिक चर्को बोल्यो, अलिकति कन्फिडेन्टली बोल्यो भने त्यो राम्रो हो भन्ने छ। देखिँदैन एउटा फ्याक्ट कुरा होइन। एकदमै त्यसले चाहिँ मान्छेलाई मोटिभेट गर्दैन कि, सिक्न प्रेरित गर्दैन। कतिपय तालिमहरू पनि हाम्रो यहाँ धेरै तालिम चलाउनुहुन्छ नि त नेपालमा, तर मैले हेरिरहेको कुरा के छ भने बढी वर्ड्समा फोकस गर्ने के, शब्द के हो, के बोल्ने, विधिमा चाहिँ फोकस छ। तर हाम्रो कहाँनिर बडी ल्याङ्ग्वेज कस्तो बनाउने त्यसमा अलिक फोकस कम छ। अनि सँगसँगै अर्को एउटा महत्त्वपूर्ण सुर भन्छ क्या त्यसलाई, रिदम, सुर कस्तो बनाउने। जस्तो बोल्दाखेरि तपाईँ कति चर्को बोल्ने, कतिखेर अलिक कम चर्को बोल्ने, कतिखेर अलिक छिटो बोल्ने, कतिखेर अलिक ढिलो बोल्ने, यी कला हुन्छ नि सुर अभ्यास भनेर भन्छ, त्यो मिलाउने ती कुराहरूतिर। अनि तपाईँको अर्को एउटा चाहिँ कन्फिडेन्स कसरी बढाउने त, डर भड्काउने अभ्यासहरू के, त्यता कम फोकस भएर मान्छेले कम सिकेका हुन् कि भन्ने पनि लाग्छ। त्यसैले अहिले हाम्रो तालिममा चाहिँ 4वटा फ्याक्टरलाई चाहिँ अलि बढी फोकस गर्छौँ हामीले, शब्द, स्वर, सुर र प्रस्तुति। यो 4वटै चिजको कम्बिनेसन भनेको अ गुड पब्लिक स्पिकर हो क्या, अ गुड प्रोग्राम कन्डक्टर अथवा एउटा सञ्चालक, एङ्कर हो क्या, त्योतिर भनेर। त्यसैले अहिले हामीले के सिकाइरहेछौँ, के बोल्ने भन्दा पनि कसरी बोल्ने भन्ने कुरा चाहिँ अलिक बढी फोकस गर्छ। कसरी बोल्ने, हाउ वी क्यान स्पिक होइन, हाम्रो बडी ल्याङ्ग्वेज के हो, हाम्रो तरिका के हो होइन, त्यो कुरामा चाहिँ अलिक फोकस कम भएको भएर कतिपय प्रोग्रामले मोटिभेट गर्न नसकेका हुनु कि भन्ने मेरो बुझाइ छ। त्यही त यो एकदम यो ममा पनि अलिक कमै छ। सुन्नु न, जस्तो एउटा चाहिँ रिसर्चले के भन्छ भन्दाखेरि जस्तो हाम्रो 100%लाई राखेर हेऱ्यौँ भने जस्तो बडी ल्याङ्ग्वेजमा चाहिँ तपाईँको 58% भनेको छ होइन, 58% त्यहाँनिर छ। त्यसपछि गरेको 7% मात्रै वर्ड्समा छ क्या, अनि बाँकी रह्यो तपाईँको 32%। त्यो 32%मा के छ भन्दाखेरि स्पिड अफ भोइस होइन, आवाजको गति कस्तो हुनुपर्ने त्यो कुरा छ नि त। त्यो कुरा भएपछि त हामीले के बुझ्न पर्यो भने हामीले आवाजको गति सुरमा, त्यसपछि गएर अर्को चाहिँ जुन मैले भने बडी ल्याङ्ग्वेज होइन, हाम्रो शारीरिक हावभाव, पुरै एक्टिङ पनि गर्न जान्न पर्दो रहेछ जस्तो हैन। एक्टिङै भन्दा पनि हाम्रो बडीको मुभमेन्टहरू होइन, जस्तो अनि एक्टिङै पनि हो एक प्रकारले, एक्टिङ पनि हो। कस्तो हो भने जस्तो म के विषयवस्तुमा बोल्दैछु होइन, मेरो विषयवस्तु अनुसार मेरो अनुहारको हावभाव हुनु पर्यो। रमाइलो कार्यक्रम छ, कन्सर्ट छ,
अनुहार खुसी भएर बोल्न पर्यो, त्यसले एउटा इम्प्रेसन दिन्छ होइन। दुःखको कार्यक्रम छ हुन्छ नि त, श्रद्धाञ्जली शोक सभा हुन्छ, त्यहाँ अनुहार पनि त्यो खालको हुनु पर्यो, आवाज पनि मलिन हुनु पर्यो। यो कुराले चाहिँ पब्लिक स्पिकिङ चाहिँ कस्तो हुने है अथवा त्यसले पार्ने कस्तो प्रभाव पार्ने कुरा चाहिँ भयङ्कर ठुलो रोल खेल्छ। मेन भनेको त अब प्रभावै पार्न पर्यो, आफूले जे चिज दिएको त्यो डेलिभरी जुन छ त्यो जसलाई दिइराखेको छ त्यसलाई त प्रभाव त पार्न पर्यो नि त यसले चिजले त होइन। एकदमै कति चिजहरू त छ त्यस्तो छन्। अनि जस्तो अर्को एउटा बाटो छ के छ भन्दाखेरि हामी बोल्न त जान्छौँ होइन, तयारी पनि राम्रो गरेर जान्छौँ क्या, एकदम घर भोग्छौँ के गर्छौँ। अब नेटहरू पनि छ अहिले त, च्याट जिपिटी छ, जेमिनी, डिपसिक होइन, धेरै अप्सन्स छ नि त, कन्टेन्टको लागि धेरै अप्सन छ। तर एक्ज्याक्टली हामी गएर उभिने कसरी हो होइन, हामीले कसो आँखालाई कसरी प्रयोग गर्ने, हातहरूको बडी मुभमेन्टको कुरा के छ, त्यसमा अलिक कम अभ्यास गरेको भएर कतिपय मान्छेले राम्रै कुरा बोल्दा पनि त्यो प्रेजेन्टेसन स्किल नहुँदाखेरि चाहिँ खल्लो भइरहेको छ अथवा कन्फिडेन्स उहाँहरूको घटिरहेको पनि छ। ओके, म तपाईँतिरै आइसकेँ। जस्तो तपाईँले ट्रेनिङ दिँदै गर्दाखेरि जस्तो एउटा 5-10 वर्षको बच्चालाई या भनौँ लगभग 10-12 वर्षको, सपोज 5 त नभनौँ, 10 वर्षको बच्चालाई दिने त्यो सेसन र लगभग 30-35 वर्षको दिनलाई एउटै हुन्छ कि फरक हुन्छ? टोटली फरक हुन्छ, त्यो त सम्भवै छैन। यो बताइदिनु। जस्तो उहाँहरूको लेभल अफ अन्डरस्ट्यान्डिङ होइन कति छ त, उहाँले कस्तो खालको कन्टेन्ट बुझ्नुहुन्छ त्यो अनुसार कोर्स बनाउने हो। जस्तो बच्चाहरू बिगिनरहरू भनेर हामीले चिन्छौँ, किनभने उनी त भर्खर सिक्दैछन् टिप्सहरू। अलि म्याच्योर 30-35 काले चाहिँ धेरै कार्यक्रमहरू पनि देखिसकेको हुने अथवा विभिन्न तालिममा पनि सहभागी भइसकेको हुने भएको भएर उनीहरूलाई कोर्स अफ कन्टेन्टै फरक हुन्छ। र बच्चाहरूको हकमा चाहिँ हामीले सुरुमै कसरी भने पहिला अवस्था परीक्षण गर्छौँ। सुरुमा बच्चाहरू कति बोल्न सक्ने छन्, इन्ट्रोडक्सन कुरा हो कि अथवा उहाँहरूलाई कुनै विषयमा बोल्न कति कन्फिडेन्स छ, पहिला हामीले चाहिँ अवस्था परीक्षण भन्छ त्यो चेक गर्छौँ। अनि आफ्टर द्याट वी डिजाइन कोर्स, अनि हामी बोल्न सुरु गर्छौँ होइन। र अनि दिने कुरा पनि शब्द चयनका कुरा हुन्छन् त्यहाँनिर होइन, अलिक त्यो हेभी वर्ड्सहरू चाहिँ अलिक म्याच्योरलाई दिन सक्यो भने नर्मल सामान्य उहाँहरूले सुनिरहेको शब्दहरू बच्चाहरूलाई दिनु पर्यो। यसरी चाहिँ कन्टेन्टमा पनि फरक छ, शब्द चयनमा पनि फरक छ र प्रस्तुतिकरणमा पनि धेरै कुरा फरक हुन्छ। हजुर। अनि 30-35 वर्षको युवालाई 30-35 का युवाहरूले चाहिँ धेरै कुरा सिकिसकेको हुनुहुन्छ र धेरै कुरा सिकिहाल्न सक्नुहुन्छ भन्ने हाम्रो बुझाइ हुन्छ। र त्यसपछि उहाँहरूलाई चाहिँ हामीले कस्तो गर्छौँ भने कोर्सहरू पनि अलि बढी औपचारिक शब्दहरू प्रयोग गर्छौँ र त्यो दिने अभ्यास सामग्रीमा पनि अलि फरक। जस्तो बच्चाहरूलाई अलिक छोटो हामीले सिकाउँछौँ भने उहाँहरूलाई अलिक लामो खालको अभ्यासहरू गराउने, किनभने त उहाँहरूले चाहिँ बुझ्न सक्ने क्यापासिटी बढी हुन्छ भन्ने हाम्रो बुझाइ हुन्छ। त्यसरी चाहिँ लिएर जान्छौँ। तर सिकाउने चाहिँ कुरा चाहिँ त्यो 4वटै कुरामा चाहिँ फोकस चाहिँ हुन्छ, दुईटैमा। जुन स्कुलका सेसन गरे पनि हामीले 4वटा चाहिँ जुन हाम्रो कन्टेन्ट छ नि मेन होइन, 4वटा जुन शब्द मैले अहिले भने, शब्द, स्वर, सुर र प्रस्तुति, यसैमा फोकस हुन्छ। तर लेभल, कन्टेन्ट, सिलेक्सन चाहिँ फरक पर्छ। जस्तो कि तपाईँले अब यत्रो कार्यक्रम गर्दै हुनुहुन्छ होइन, प्रशिक्षणको, अब यत्रो कार्यक्रम गर्दा कुनै यत्रो कार्यक्रमहरू बिचबाट कुनै एउटा तपाईँको स्पेसल मोमेन्ट केही छ? स्पेसल मोमेन्ट त अब प्रत्येक तालिममा एउटा भइहाल्छ होइन, सम्झना लायक क्षण धेरै नै हुन्छ एकदम। तर म एकदम आफै पनि इन्सपायर भएको चाहिँ के घटनाहरू चाहिँ छन्। जस्तो त्यसमध्ये एउटा चाहिँ मैले सेयर गर्न अलिक मन लाग्यो। ठिक छ। जस्तो हामी त्यो बुलिङटार वडा नम्बर 4 मा हामीले एउटा तालिम सञ्चालन गऱ्यौँ। 6 दिनको थियो त्यो, चाहिँ वडाको चाहिँ लगानीमा थियो। अनि त्यो उर्मिला सुस्लिङ भन्ने एकजना नानी चाहिँ पहिलो दिन आउँदाखेरि चाहिँ कन्फिडेन्स थिएन, अगाडि आएर बोल्न नि अप्ठ्यारो मान्ने कि, इन्ट्रोडक्सन दिन पनि अलि अप्ठ्यारो माने जस्तो गाह्रो थियो कि। तर मजा के आयो भने जस्तो 5 दिनको तालिम पछि चाहिँ उहाँ चाहिँ अन्तिम दिन गाउँपालिका अध्यक्ष आएको कार्यक्रम उहाँले चलाइदिएर त्यो एउटा खालको माहौल, वाउ कस्तो चेन्ज भएको भन्ने चाहिँ 5 दिनको कार्यक्रम थियो। 5 दिनको तालिम थियो, 5 दिन होइन। अब सुरुको दिन त ओपनिङ भइहाल्छ, 5 दिन पूर्व तालिम भयो, त्यसमा चेन्ज भएर त्यो मान्छे चाहिँ आफै के उर्मिला सुस्लिङ मगर भन्ने त्यही छन् होइन, ऊ चेन्ज भएर चाहिँ कार्यक्रमै चलाइदिन सक्ने त्यो लेभलमा डेभलपमेन्ट भएको चाहिँ कस्तो आनन्द लाग्दो रहेछ, त्यो सफलता जस्तो होइन। अब अरू पनि धेरै मोमेन्टहरू छन्, तर अब यो कार्यक्रममा धेरै कुरा त सेयर नगरौँ होइन। तर प्रत्येक कार्यक्रममा चाहिँ एउटा स्पेसल मोमेन्ट आनन्द आउने चाहिँ हुन्छ होइन, मजा आउँछ क्या छुट्टै मजा। जस आफूले त्यो 5 दिन कार्यक्रम गर्दाखेरि त्यो मिठो डेलिभरी दिँदाखेरि र उनीहरूले जुन त्यो सिकिसक्दाखेरि सबैभन्दा के छ भने जस्तो मैले रोकेँ, त्यसमा के छ भने सबैभन्दाखेरि हामी तालिम चलाइसकेपछि सबैभन्दा आनन्द आउने भनेको अन्तिम दिन हो क्या। एकदम राम्रो भयो, अलिकति भयो भने चेन्ज आयो भने चाहिँ छुट्टै मजा आउँछ। तर ओहो भएन, यो खासै चेन्ज आएन अथवा केही पनि सिकिएन भन्ने भने त मजा आउँदैन नि। त्यही त भने हामीले हरेक गरेको काम त केही न केही सफलता प्राप्त होस् भन्ने उद्देश्यले गरिन्छ। तर त्यो अनुसार केही न केही चेन्ज आयो, अलिकति पोजिटिभ उस देखियो अथवा रेस्पोन्स राम्रो आयो भने चाहिँ खुसी लाग्छ के अरे होइन। नत्र भने त अलिकति डिमोटिभेट भइन्छ नि त। तर आजसम्म संयोग भन्ने हो कि भाग्यले साथ दिएको भन्ने हो, त अहिलेसम्म राम्रै छ, रेस्पोन्सहरू जे होस् राम्रै आएको छ। ठिक छ। अनि यो तपाईँ यो कार्यक्रम यो जिल्लामै मात्रै गरिराख्नु भयो कि बाहिर कतै जानु पनि भयो? बाहिर होइन, बाहिर भन्दा नि हामीले जिल्ला पहिला प्रदेश स्तरीय तालिमहरू यो कम्युनिकेसन स्किलको खास गरी हामीले चलायौँ होइन। म एनबिसी नेपालको नेसनल कोअर्डिनेटर हुँदा चाहिँ हामीले प्रदेश स्तरीय तालिमहरू चाहिँ हामीले
हाउ क्यान वी कम्युनिकेट होइन, कसरी कम्युनिकेट गर्ने, अहिंसात्मक सञ्चार भन्छ होइन, बोल्दा कसरी बोल्ने, अरूलाई मन नदुखाइकन आफ्नो कुराहरू कसरी व्यक्त गर्ने र सञ्चारबाट सम्बन्ध कसरी राम्रो गर्ने भनेर हामीले देशभरि तालिम चलायौँ होइन। सँगसँगै पब्लिक स्पिकिङको म अरू जिल्लामा पनि गएको दिएको छु, तर पछिल्लो समय चाहिँ अलि नवलपुरमै अलि बढी फोकस, मेरो घर पनि यही भएको भएर अलि बढी फोकस चाहिँ हामी यता छौँ। टिममा तपाईँ मात्र हुन्छ कि अरू पनि हुनुहुन्छ टिममा? होइन, हाम्रो टिममा त ट्रेनर टिममा चाहिँ 7 जना चाहिँ हुनुहुन्छ टोटल ओभरअल होइन। नवलपुरको चाहिँ हामी 5 जना छौँ र बाहिरबाट चाहिँ 2 जना साथीहरू 7 जना छौँ होइन। ओभरअल कार्यक्रमको आवश्यकता अनुसार कति दिनको हुन्छ होइन र कस्तो कन्टेन्टहरू त्यसमा हामीले हाल्दैछौँ त्यसको आधारमा हामीले ट्रेनर सेलेक्ट गर्छौँ। जस नर्मली 3 दिनभन्दा माथिको तालिम भयो भने चाहिँ हामी कम्तीमा 3 देखि 5 जना ट्रेनर युज हुने तरिकाले हामीले काम गर्छौँ, किन भन्दा एउटै ट्रेनरले दिइराख्दा पनि सहभागीलाई मजा आउँदैन भन्ने हिसाबले एउटा टिमले काम गरिरहेको छ। ठिक छ। अनि एउटा तपाईँहरूले एउटा कार्यक्रम गर्दै हुनुहुन्छ कि मैले तपाईँको फेसबुक वालमा देखिरहेको थिएँ, एउटा नवलपुर के अरे त्यो किङ अफ मन्च होला सायद, पब्लिक स्पिकिङ रियालिटी सो हो, त्यो बारेमा थोरै बताइदिनु, त्यो कस्तो कार्यक्रम हो त्यो? यो चाहिँ पब्लिक स्पिकिङको रियालिटी सो हो होइन। जस्तो मेरो आफ्नो पनि फिल्ड त्यही भयो, प्रोफेसन होइन, म एउटा पब्लिक स्पिकिङको ट्रेनिङहरू गर्ने भएको भएर मैले चाहिँ अहिले सोचिरहेको छ के छ भने यो वर्षबाट चाहिँ हामीले प्रत्येक वर्ष पब्लिक स्पिकिङसँग रिलेटेड होइन द किङ अफ मन्च भन्ने एउटा चाहिँ रियालिटी सो चाहिँ सुरु गर्दैछौँ। त्यसमा चाहिँ ओपनली बाबु नानीहरू चाहिँ आउँछन् अथवा जो पनि इन्ट्रेस्टेडहरू चाहिँ सहभागी हुन्छन्। अनि कसरी सहभागी हुन्छन्? जस्तो उहाँहरूले चाहिँ एउटा डेडलाइन हुन्छ, त्यो डेडलाइन जस्तो अहिले हामीले 18 सम्मको डेडलाइन राखेको छौँ अहिलेको लागि, यो नवलपुर स्तरीय हुँदैछ योचोटि चाहिँ 18 सम्म डेडलाइन छ। उहाँहरूले एउटा भिडियो खिचेर पठाउनुहुन्छ अनि त्यसको भिडियोबाट हामीले हेरेर 20 राम्रो पठाउने 20 सिलेक्ट गर्छ अनि टप 20बाट चाहिँ रियालिटी सो मोडलबाटै टप 10 टप 5 हुँदै जान्छ। त्यसरी चाहिँ हामीले फर्स्ट र सेकेन्डलाई चाहिँ सेलेक्ट गरेर पुरस्कारहरू दिने त्यो खालको प्लानिङ छ। अहिले कुन चरणमा छ त्यो कार्यक्रम? होइन, अहिले त यो 18 गतेसम्म डेट छ अब होइन, यही 18 गतेसम्म पठाउन सक्नुहुन्छ। अनि त्यो कतिवटा भिडियो आउँछन् त्यसको आधारमा चाहिँ हामीले टप 20 चाहिँ सेलेक्ट गर्छौँ अनि प्रक्रिया चाहिँ अगाडि बढ्छ। भनेपछि समग्र जिल्लाको या नगरको सबै? अहिले चाहिँ नवलपुर जिल्लालाई हामीले फोकस गरेका छौँ र अर्को वर्ष चाहिँ हामीले भदौपछिबाट चाहिँ प्रत्येक वर्ष एउटा नेसनल लेभलको रियालिटी सो नवलपुरबाट गर्ने भनेर खास त्यसको बेस बनाउनको लागि चाहिँ अहिले नवलपुर स्तरीय गर्दै हो खासमा। ओके। अनि जस्तो कि अब म फेरि तपाईँको यतातिर यो यता तपाईँले जुन सञ्चालन गर्दै हुनुहुन्छ होलिडे स्कुलतिर पनि आए, जस्तो होलिडे स्कुल खासमा कस्तो स्कुल हो यो? होलिडे स्कुल चाहिँ खास स्कुलै चाहिँ होइन, खास सिक्ने एउटा चाहिँ थलो बनाउनु खोजेको हो, एउटा चाहिँ नयाँ कुरा क्रिएटिभ वर्क सिक्ने चाहिँ एउटा प्लेस गराउनु खोजेको। तर स्कुलको नामाकरण गरिदियो भने चाहिँ बच्चाहरूलाई स्कुल फिल आउने, गार्जेनलाई त्यहाँ के हुँदै रहेछ भनेर अलिकति क्याची नेम हुन्छ भनेर हामीले चाहिँ होलिडे स्कुल राख्यौँ। तर त्यहाँ चाहिँ कस्तो भने विद्यालय समयभित्र सिक्न अप्ठ्यारो हुने, टाइम लाग्ने होइन। जस्तो स्कुलमा त अब कन्टेन्टतिर पनि जानु पऱ्यो नि त, कोर्स अफ स्टडी हुन्छ, त्यो समयमा अपुग हुने बच्चाहरूलाई चाहिँ खास गरी पब्लिक स्पिकिङ, बोल्ने कला होइन, त्यसपछि मादल बजाउने हुन्छ, एक्टिङ हुन्छ, ह्यान्ड राइटिङ लगायतका जुन कुरा हामीलाई अत्यावश्यक छ होइन, व्यक्तित्व विकासका अपरिहार्य जुन भागहरू छन् ती कुराहरू सिकाउने हिसाबले एउटा चाहिँ हाम्रो त्यो ट्रेनिङ प्रोग्रामै हो, प्याकेज प्रोग्राम। तर त्यसलाई हामीले सम्झिन सजिलो अलिक क्याची होस् भनेर होलिडे स्कुल नाम चाहिँ राखेको हो। ठिक छ। यसको अनि आर्थिक व्यवस्थापन कसरी गर्नुभएको? होइन, आर्थिक व्यवस्थापन त विद्यार्थी आउनुहुन्छ, भर्ना हुनुहुन्छ, उहाँहरूले चाहिँ पेमेन्ट गर्नुहुन्छ, त्यसको आधारमा चल्छ। तर हामीले एकदम मिनिमम फीमा 10,000 वर्षभरिको चाहिँ सबै कुरा सिकेको चाहिँ 10,000 रुपियाँमा चाहिँ हामीले एउटा प्याकेज रूपमा डेभलप गरेका छौँ। किन भन्दाखेरि हाम्रो पनि कन्ट्रिब्युसन होस्, हाम्रो यी क्षेत्रका बाबु नानीहरूलाई हामीले सिकाउँदै गर्दा एउटा योगदान पनि हुने, सामाजिक काम पनि हो। 10,000ले हुन त केही नै हुँदैन, तथापि जस एउटा खर्च मेन्टेन होस् र केही कुरा सिक्ने वातावरण चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई बनोस् भन्ने हिसाबले चाहिँ हामीले सुरु गरेका छौँ। ओके, ठिक छ। आज तपाईँलाई देखेर म नि एउटा ट्रेनर हुन एकदमै मन लाग्यो कि। अब यो हुँदै गर्दाखेरि यसको केही चुनौतीहरू केही छ? चुनौती त भयङ्कर धेरै चुनौती छ होइन, हेर्दाखेरि सहज लाग्छ। तर अहिले यसो इमेजिन गरौँ न, एउटा मान्छेलाई अगाडि गएर आफ्नो परिचय भन्न पनि गाह्रो हुन्छ। एकदम। अझ कार्यक्रम चलाऊ भन्दा सातो जान्छ उस्तै बेर मान्छे गायब हुन्छ एकदम अहिले हाम्रो समाजमा होइन। ल एउटा मन्तव्य आज मन्तव्य छ भने उस्तै बेर ज्वरो आयो भनेर घरबाट निस्किन्न, कतिपय अझै पनि त्यो खालको मान्छे हो। एकदम त्यो अवस्थामा मोटिभेसनल स्पिकर बन्ने अथवा अरूलाई ट्रेनर भएर सिकाउने कुरा चाहिँ एकदमै च्यालेन्जिङ छ। तर असम्भव पनि होइन, गाह्रो भयङ्कर गाह्रो पनि होइन, सहजै हो। किनभने आगोलाई पोल्न र मान्छेलाई बोल्न गाह्रो चिज होइन होइन। तर सिकाउने कुरामा के छ भन्दाखेरि एउटा त कन्टेन्ट आफूलाई थाहा हुनु पर्यो, त्यो मिल्न पर्यो, फेरि सही कुरा सिकाउनु पर्यो। अर्को कुरा त्यो लेभलको कन्फिडेन्स आफूमा हुनु पर्यो
होइन त्यो आत्मविश्वास अगाडि गएर मैले अरूका प्रश्नहरू पनि सामना गरेर उनीहरूलाई सिकाएर बोल्न सक्ने बनाउँछु भन्ने कुरा छ त्यो कन्फिडेन्स त चाहियो नि त एकदम होइन अनि अध्ययनको कुरा चाहियो एकदमै राम्रो अध्ययन गर्नुपर्छ विभिन्न खालका चाहिँ होइन तथ्यहरू जान्न पर्यो त्यसै जे पाए त्यही सिकाउने कुरा हुन्न अहिले फेरि प्रविधिको समय पनि छ जस्तो तपाईँले भनेको फ्याक्ट एउटा उतिखेरै त्यही बसेको सहभागीले मोबाइलबाट भ्याट्टै चेक गरिदिन सक्छ होइन इलिजिबल कन्टेन्टहरू हुनु पर्यो होइन भ्यालिड कुराहरू भन्न सक्न पर्यो र अर्को कुरा चाहिँ सिकाएर मोटिभेट गरेर उसलाई सिक्ने बनाउनु पर्यो नि त हजुर कन्टेन्ट मात्रै दिने कुरा होइन नि त उसलाई मोटिभेट गरेर म सिक्नुपर्छ यसको महत्त्व छ भनेर उसलाई सिक्न खोज्न प्रेरित गराउनु पर्छ त्यसरी च्यालेन्जेसहरू त छ तर गाह्रो पनि छैन होइन गाह्रै भनेर भयङ्कर गाह्रो ढुङ्गाकै भारी बोकेर हिँड्ने पनि होइन तर सहज पनि छैन है छैन नि जस्तो यो आर्थिक यो सामाजिक पारिवारिक समस्या पनि आउँछ नि त होइन जस्तो अब तपाईँलाई देखेर कोही ट्रेनर बन्ने सिक्नेले यसलाई कसरी ह्यान्डलिङ गर्न सक्छ त होइन यो त यस्तो छ यो कुरा त कस्तो भने पहिला कुरा त आफूलाई त्यो प्यासन हुनु पर्यो मन लाग्नु पर्यो म यो बन्छु भनेर भित्रबाट आउनु पर्यो र आफूभित्र त्यो क्षमता हुनु पर्यो र सँगसँगै त्यो अर्को पारिवारिक आर्थिक कुराहरू सबै कुरा छ आर्थिक कुरा चाहिँ आफ्नो डेभलपमेन्ट भएपछि जेनेरेट हुन सुरु गर्छ किन पेमेन्टहरू गर्छन् होइन सङ्घ संस्थाले त्यसै गएर चाहिँ कार्यक्रम त गराउनु नि एकदम जब आफू डेभलप भएर आफूले डेलिभर गर्न सक्छु भनेपछि एउटा खालको रेट निर्धारण गरेर काम गर्न सकिन्छ आर्थिक पक्षमा चाहिँ राम्रै गराउन सकिन्छ अरू पारिवारिक यताउति कुरा त भनेको कस्तो छ भन्दाखेरि प्राय डे टाइममै काम गर्ने हो अरू समय परिवारलाई दिन नि सकियो होइन अब सामाजिक कुरामा त अगाडि बढ्दा राम्रै हुन्छ देख्छन् मान्छेले वाह राम्रो बोल्छ यार यो ठिक छ भनेर एउटा खालको झन प्रोफाइल बन्ने कुरा हो त्यसलाई त्यो समस्या चाहिँ छैन तर मेन आर्थिक कुराकोमा जोडिन्छ यो कुरा किनभने समय त गइरहेको हुन्छ आर्थिक कुराको लागि चाहिँ राम्रो गर्न चाहिँ आफू चाहिँ त्यो लेभलको कन्फिडेन्स भएर समाजले अथवा त्यो सङ्घ संस्थाहरूले पत्याउने लेभलको चाहिँ आफू बन्नुपर्छ ओके ठिक छ अब हाम्रो चाहिँ एउटा रमाइलो सेगमेन्ट छ क्या ओ रमाइलो ओके रमाइलो चाहियो नि त रमाइलो पनि चाहियो तपाईँले चाहिँ मैले सोधेको चाहिँ एक वाक्यमा एक वाक्य चाहिँ तपाईँले चाहिँ अब परिभाषा गर्नुपर्ने हुन्छ ओके म ट्राई गर्छु ओके ल सुरु गरौँ है त यस वाइ नट जीवन त एउटा यात्रा भन्नुपर्छ यसलाई होइन जीवन जन्मदेखि मृत्युसम्मको एउटा यात्रा हो तर यो दुई वाक्यमा भनिसक्नु तपाईँले यार होइन नि मैले लास्टको सेन्टेन्सलाई मात्रै भ्यालिड गरेँ रमाइलो गरेँ जन्मदेखि मृत्युसम्मको यात्रा एउटा सेन्टेन्स भयो नि सङ्घर्ष त प्रयत्न हो प्रयत्न केही प्राप्तिको लागि गर्ने प्रयत्न प्राप्तिको लागि गरिने प्रयत्न सङ्घर्ष सफलता यस्तो यो अमूर्त शब्दहरू छन् सबै होइन अलिकति कस्तो नि कतिपय कुराको डेफिनेसन हुँदैन कि अमूर्त टाइपको हुन्छ मेरो पोइन्ट अफ भ्यूबाट मात्रै भन्दैछु है मैले सफलता होइन सफलता त सङ्घर्षपछि प्राप्त हुने नतिजा सकारात्मक नतिजा त्यसै असफलता फेरि असफलता त हुन त धेरैले मैले भनेको सुन्छु होइन सिकाइको आधार होइन अब नयाँ सफलताबाट सिकेर सफल बन्ने भने चाहिँ वान वर्डमा मैले भन्नु पर्दाखेरि चाहिँ यस्तो नतिजा जुन नकारात्मक लाग्छ तर सिकाउन प्रेरित गर्छ ओके ल एउटा चाहिँ रमाइलो छ माया माया पनि अब यो अमूर्त शब्द छ है यसलाई ठ्याक्कै डिफाइन गर्ने भन्ने कुरा आफ्नो एङ्गल हुन्छ के अरे होइन माया त एउटा भावना हो त्यसमा कस्तो हुन्छ भने मायामा एउटा केयर मिसिएको हुन्छ केयर होइन भावना केयर आफ्नो लागि अरूको लागि केयर अनि त्यसपछि गएर अरूको बारेमा सोच्ने कुराहरू यी सबैको सम्मिश्रण के एउटा भावना जसले अरूको केयर गर्ने आफ्नो केयर गर्ने त्यो खालको हुन्छ नि एउटा अपनत्वको एउटा भावना भनौँ न आसम मायामा पर्नु भएको छ मायामा त परिन्छ अब माया फेरि धेरै खालका कुराहरू हुन्छन् अब कसैसँग अब खालि त्यही लेडिजसँग मात्रै भन्ने हुँदैन परिवारसँगको माया हुन्छ अरू होइन आफ्नो कामप्रतिको माया होइन छ मायामा त परिन्छ ओके परिवार त एउटा समूह हो एउटा कस्तो समूह भने भावना होइन अनि केयर सँगसँगै दायित्व सबैको सम्मिश्रणमा जोडिएको एउटा चाहिँ समूह ठिक छ थोरै अब म यो हाम्रो राजनीतिक नेताहरूतिर आएँ गगन थापा अत्यन्तै सम्भावना बोकेको तर सफलता हासिल नगरिसकेको नेता हो ठिक छ बालेन शाह अहिले नयाँ युवाहरूको ऊर्जा र अहिलेको भाइरल नेता र अहिले चाहिँ सफलता प्राप्त गरेको भनौँ रिसेन्टली सफल देखिएका नेता उहाँ त अब हाम्रो नयाँ प्रधानमन्त्री पनि भइसक्नु भयो हो एकदम शुभकामना छ होइन राम्रो होस् राम्रो गर्नुहोस् होइन देशले चाहिँ एउटा आशा बोकेको छ त्यो आशा निराशामा परिणत नहोस् ठिक छ केपी ओली लामो समय राजनीतिक सङ्घर्ष गरेर पनि पछिल्लो समयमा चाहिँ बदनाम भएका होइन अलिकति अहमता र अहङ्कारले गर्दाखेरि चाहिँ यो समयहरू परिस्थिति नबुझ्दाखेरि चाहिँ
अलिकति आउटडेटेड लिडर भन्छु अहिले म चाहिँ, आउटडेटेड लिडर। ओके, हाम्रो अहिलेको नयाँ गृहमन्त्री सुदन गुरुङ। सुदन गुरुङ अलिकति एग्रेसिभ एग्रेसिभ होइन, उहाँको कुराहरू सुन्दाखेरि चाहिँ अलिकति देशप्रेम देखिन्छ होइन, तर अब काम गर्ने कुरा अलिकति उत्तेजना आवेगमा आएको हो कि भन्ने पनि लाग्छ। तथापि हेर्दै जाउँ, लेट्स सी है, अहिले केही भन्ने अवस्था छैन। उहाँले कस्तो काम गर्दै जानुहुन्छ त्यसको आधारमा चाहिँ जजमेन्ट गर्ने, इभ्यालुएट गऱ्यो भने राम्रो होला। ओके, पोडकास्ट चाहिँ एउटा कस्तो भने आफ्नो भावनाहरू होइन, आफ्नो चाहिँ विचारहरू व्यक्त गर्ने र सँगसँगै संसारलाई आफ्नो कथा सुनाउने चाहिँ एउटा सबैभन्दा राम्रो माध्यम हो पोडकास्ट। ओके, किरण भुर्तेल त एउटा आम प्राणी, एउटा मान्छे होइन, जो एउटा चाहिँ केही गरौँ समाजको लागि अथवा आफ्नो लागि भनेर सङ्घर्षशील एउटा यात्री हो। ओके, ल ठिक छ, हाम्रो यो जुन यो सेगमेन्ट थियो तपाईँले एउटा आफ्नो विचार रमाइलो तरिकाले राख्नुभयो है। ठिक छ, कस्तो हुन्छ भन्दाखेरि कतिपय ठ्याक्कै एउटा वाक्यमा पनि नसकिँदो रहेछ क्या। हजुर हजुर, ठ्याक्कै कतिपय शब्दहरू त्यस्ता पनि हुन्छन् होइन, हजुर अलिकति लामो पनि भयो होला होइन। ठिक छ, मैले ट्राई चाहिँ जस आफ्नो तर्फबाट 100% गरेँ होइन, तर सेगमेन्ट चाहिँ ठिक छ। यो सेगमेन्टले पनि अलिकति मान्छेको भित्र के छ त्यसलाई बाहिर निकाल्न चाहिँ सहयोग गर्छ नि त। ठिक छ, अझै तपाईँलाई मैले एउटा कुरा सोधेँ, एउटा न्यु कमर उद्घोषकलाई होइन, ऊ एउटा सुरुमा उद्घोषक कसरी बन्ने र अझ राम्रो उद्घोषक कसरी बन्ने? सुरुमा त उद्घोषक बन्नको लागि चाहिँ पहिला उसले के थाहा पाउनु पऱ्यो भन्दा उद्घोषण कलामा के विधिहरू छन्, त्यो ज्ञान, कन्टेन्ट, अघि मैले भने अध्ययन के कन्टेन्टको कुरा गरेँ, शब्द कसो के हो त, उद्घोषण के हो, उद्घोषण गर्दा के कुरा ध्यान दिन्छ, त्यसको कार्यविधि हुन्छ, पहिला के गर्ने, त्यसपछि के गर्ने होइन, बिचमा के हुन्छ, अन्तिम कसरी गर्ने, त्यो बुझ्न पर्यो होइन। त्यो बुझिसकेपछि त्यसलाई कसरी कार्यान्वयन गर्ने होइन, त्यो प्रेजेन्टेसन, प्रस्तुतिकरण कलाभित्र पर्छ, त्यसलाई प्रस्तुत गर्ने शैली के हो त्यो सिक्न पर्यो होइन। त्यो भएपछि एउटा बेसिक लेभलको अथवा हुन्छ नि नर्मल काम चलाऊ भन्छ पनि हामीले शब्द, काम चलाऊ एउटा उद्घोषक बन्न सकियो। र त्यसपछि अझै राम्रो गर्ने कुरामा त अभ्यासले नै निखार्ने हो। त्यही भएर 3 अको जुन सिद्धान्त छ यसले चाहिँ मात्र यो उद्घोषण कला, व्यक्तित्व विकासको कुरा मात्रै होइन, हरेक जीवनको सिकाइमा 3 अको सिद्धान्तलाई फलो गरेर गयो भने सफल भइन्छ। ओके, ठिक छ, तपाईँ त अब यसरी लागिराख्नु भएको छ होइन, एकदम राम्रो गर्दै हुनुहुन्छ। अब राम्रो गर्नुहोस्, हाम्रो शुभकामना छ, प्रयास छ। हाम्रो युभिडी नेपालको परिवारतर्फबाट तपाईँलाई एकदम शुभकामना छ। बाँकी आउने तपाईँको भावी योजनाहरू के छन्? योजनाहरू त अब धेरै नै छन् होइन। कस्तो के योजना छ भन्दाखेरि जस्तो एउटा मैले अहिले रिसेन्टली चाहिँ आफ्नो अनुभवहरू पनि समेटेर एउटा बुक पनि निकाल्दैछु, माइनरदेखि मञ्चसम्म, त्यो अन्तिम चरणमा छ। र मैले जुन किङ अफ मञ्चको कुरा छ त्यसको फाइनलमा चाहिँ त्यो बुकलाई चाहिँ हामीले विमोचन गर्ने भनेर तयारी पनि गरेका छौँ। माइनरदेखि मञ्चसम्म, त्यसमा 3टा विषय समेटिन्छ। माइनर लेखन, कसरी माइनर लेख्ने सङ्घ संस्थाको, अर्को चाहिँ मन्तव्यहरू कसरी दिने, जो प्रतियोगितामा हुनसक्छ होइन कहिलेकाहीँ, अनि अर्को विभिन्न कार्यक्रममा शुभकामना मन्तव्य हुनसक्छ, धन्यवाद मन्तव्य कुरा छ, र अर्को उद्घोषण कला। यो 3टाले समेटेर एउटा किताब। अर्को एउटा चाहिँ मलाई गर्न मन लागेको चाहिँ नयाँ वर्षदेखि चाहिँ के सोचिरहेको छु मैले भने विद्यार्थी र महिलाहरूको लागि होइन 2टा फ्याक्टरलाई चाहिँ खास गरी समेटेर हामीले चाहिँ प्रत्येक बिदाको दिनमा चाहिँ कम्तीमा 1 देखि 2 घण्टाको चाहिँ सेसन निशुल्क बोल्ने गला, बिदाको दिनमा मात्रै, सधैँ त सकिन्न होइन। बिदाको दिनलाई टार्गेट गरेर कतिपय एकदम सिक्न खोज्नु भएको छ, आर्थिक समस्या नै हुनसक्छ होइन, त्यस्तो विभिन्न परिस्थिति हुनसक्छन्। त्यही भएर निशुल्क चाहिँ हामीले बिदाको दिनमा चाहिँ एउटा सुरु गर्छु भनेर चाहिँ मैले त्यो एउटा योजना बनाएको छु। अरू त ठिकै छ, मोटिभेट गर्दै जाने हो, मान्छेलाई राम्रो कुरा सिक्न प्रेरित गर्दै जाने हो। र अरू योजनाहरू जस्तो किङ अफ मञ्च लगायतका विभिन्न कार्यक्रमहरू पनि छन्, ती योजनाहरू छन्, अरू थप योजनाहरू बन्दै जान्छन् होइन समयअनुसार। ओके, ठिक छ, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र हामीलाई हेर्ने सम्पूर्णलाई केही भन्न चाहनुहुन्छ अन्त्यमा? मलाई एकदम खुसी लाग्यो होइन, जस्तो अब एकदमै चिन्जानको होइन भाइ पनि हो होइन, एकदमै राम्रो सुरुवात भएको छ, भाइ साथी एकदमै खुसी लागेको छ। यो प्रयास प्रयत्न होइन, बिस्तारै सिकाइ भयो, कहिले पनि मान्छे न्यू कमरै हो के रे, सुरुवात सिकाइको क्रम चाहिँ निरन्तर चलिरहेको छ। तर यो सुरुवात पनि आफैमा एउटा सुन्दर कुरा हो। सुरुवात नभइकन कसैले सिक्दैन होइन, जन्मिने बित्तिकै जानेर कोही पनि आएको हुन्न, र सिकाइ कहिले पूर्ण हुँदैन। त्यो बुझेर अगाडि बढ्दै जानु होला। युभिडी नेपाल होइन जसले यो इनिसिएसन लिएको छ होइन, युभिडी नेपाल परिवारलाई नि धन्यवाद दिन चाहन्छु। र यहाँ अवतार दाई हुनुहुन्छ, सँगसँगै हाम्रो क्यामेराम्यान हाम्रो किशोर काफ्ले भाइ होइन, लगायत सबै प्रोड्युसर हाम्रो उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र यो इनिसिएसन, यो सुरुवातलाई चाहिँ, यो टिमलाई चाहिँ मैले सफलताको शुभकामना पनि दिन चाहन्छु। र जति पनि हेरिरहनु भएको सबैलाई बोल्ने कला, अझै अन्तिममा मेरो आफ्नो विषय पनि, बोल्ने कला सिक्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ होइन। सबैजनालाई आर्थिक समस्यालाई पनि रोकिनु पर्दैन, हाम्रो अफिसमा पनि हुन्छ, र विभिन्न सङ्घ संस्थाहरू तपाईँहरूको छन् भने त्यहीँ बोलाएर पनि तालिम गर्न सक्नुहुन्छ।
त्यही अनुरोध गर्न चाहन्छु र यो टिमलाई यो कार्यक्रमलाई पूर्ण सफलता युबिडी नेपाललाई चाहिँ यो टिम ओभरअललाई सबैलाई पूर्ण सफलताको शुभकामना सँगै मेरो तर्फबाट पनि कुनै सहयोग हुन्छ गर्न पनि देखिन्छ भने त्यसको लागि तयार भएको प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। ओके, तपाईँको आफ्नो छोटो समय हामीलाई उपलब्ध गराइदिनु भयो आजले, तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।